यो शान्त पहाडका बीच नालापानी किल्ला युद्धको आँधी अघि उभिएको थियो। ब्रिटिस सेनाहरू तोप मस्केट सहित नालापानीतिर अगाडि बढिरहेका थिए। यो माटो र हाम्रो मानको लडाई हो। जंगलमा गोर्खालीको खुकुरी चम्कियो। भीषण भिडन्त चलिरहेथ्यो। ठाडो पहरामा गोर्खालीहरूले ढुङ्गा झार्दै ब्रिटिसलाई रोके। पहिलो तोप प्रहारले कालो धुवाँ फैलियो। युद्ध सुरु भइसकेको थियो। अन्तिम आक्रमण भयावह थियो, तर गोर्खाली हिम्मत उस्तै। पानी र खाना अभाव भए पनि गोर्खालीहरू झुकेनन्। किल्ला बस्नै नसकिने भयो, तर आत्मसमर्पणको सोच पनि आएन। बलभद्र किल्लाबाट वीरतापूर्वक निस्किए, गौरव लिएर, हार होइन। खालङ्गाको धुवाँले सत्य देखायो। गोर्खाली स्वाभिमान न किनिन्छ न झुक्छ, केवल उभिन्छ।